जहाँ रूपरङ धर्म संस्कार संस्कृति जातभात केही नहेरिकन कुनै सम्बन्ध जोडिन्छ भने त्यसलाई प्रेम भनिन्छ। प्रेम गर्छु भनेर हुँदैन, प्रेम त दुई आत्मा बीच मिलन भई आफै उत्पन्न हुन्छ। जस्तै विश्वकर्म समुदायबाट जुन र तामाङ समुदायबाट तारा, यी दुईजनाको प्रेम कथा पनि निकै फरक छ। जुन, तिमीलाई एउटा कुरा थाहा छ? के कुरा? भन न। सधैँभरि जुनकै वरिपरि तारा हुने गर्छ, किन? किनकि जुनलाई साथी चाहिन्छ। साथी, साथी भन्दा केही माथि जुनको सुन्दरता हो तारा, जुनको सिंगार हो तारा। यदि जुन लहरा हो भने जुनको पहरा हो तारा, जुनको सारा संसार हो तारा। कुन फिल्मको डायलग हो? डायलग होइन, मायाले त मनको कुरा बोल्छ, मनभित्रको भावना खोल्छ। अनि लौ, यो माया चाहिँ कहाँबाट आयो फेरि? ओ त्यहाँ हेर त। खै कहाँ? ओ त्यहाँ क्या? अब चाहिँ मर्ने भयो। अब कहाँदेखि हुँदो रहेछ माया? बदमासलाई त नि। मारे पाप पाले पुण्य भन्छन्। पुण्य सुने केही जान्दिन, आज त म छोड्दै छोड्दिन। ओहोइ! अरे जुन तारा, जुन तारा, जुन तारा। छोरी जुन, हजुर। यहाँ काकालाई अलिकति बनाएर ल्याइदेऊ त। पर्दैन, मैले माथिल्लो गाउँमा टन्नै खाएर आएको छ। ल के फरक पर्यो त माथिल्लो गाउँमा खाएर? यहाँ पनि एक बटुको खाएर जाऊ न। पर्दैन, म जान्छु पनि। सुन दाजु, छोरी पनि ठुलो भएछ। छोरी भनेको त घरको लक्ष्मी हो, कुल हो, फुल हो। आफ्नै बगैँचामा फुलेको राम्रो है। अब के गर्नु, पढे लेखे भन्दैमा आफ्नो पढ्नै बिर्सिनु त भएन नि है। कुरो बुझ्यौ नि? ल म गएँ है त। के भन्छ कुरै बुझ्न गाह्रो। ए आमा चाहिँ खोइ एक बटुको बनाऊ त, साह्रै तलतल लाग्यो। होइन, अघि ताराका बुवाले के भनेको कुरा? खै फुल र बगैँचा भन्दै थिए, मैले त कुरै बुझिनँ। अनि त चाहिँ कहाँ गएर आएकी? माथिल्लो गाउँमा सानो काजी र डल्ले लामाकोबाट बाली उठाएर लिएर आएको। अब हाम्रो जिन्दगी पनि अर्को काम गर्दै बित्ने भयो।
के गर्नु त, जातले पाएको हातले खाएको भन्छन्। हाम्रो जातले पाएको हातले खाएको, अर्को काम गरेर जिन्दगी जिउनु पर्ने, अनि अर्को काम नगरेर के चाहिँ गर्नु त। छोरी पनि ठुलो भएछ। छोरी भनेको त घरको लक्ष्मी हो, फुल हो, फुल। आफ्नै बगैँचामा फुलेको राम्रो। अब के गर्नु, पढे लेखे भन्दैमा आफ्नो पढ्नै बिर्सिनु त भएन है। कुरो बुझ्यौ? आमा खाना पस्किदिनु त। राजा सरलाई खानपिनको राम्रो व्यवस्था गर। भुकाएको छ होला। आजकल सुन्दैछु निकै ठुलो मान्छेको सङ्गत गर्दैछ अरे। तेरो जस्तो बैंस मलाई पनि आएको थियो। बैंस आयो भन्दैमा पशु जस्तो हुनु भएन नि, नत्र त घाँस खाए भइगयो नि, किन भात खानु पर्यो? भाइ बुढाले पुगिसक्यो त किन खाना खानु? नखा नखा नखा, खानु पर्दैन। आँखाने बुद्धि भयो खान्छस्। गधा, मेरो टाउको खानु जन्मे। खाने बेला जहिले यस्तै गर्छ, नबोली बस्न सक्दौ न? छोरा बोक्कै भयो, अब त चित्त बुझ्यो होला नि, होइन? तेरो छोरा बच्चा छैन भोकै हुनलाई, त पुरा बुझ्दैनस्। चुप। मैले त केही बोल्नै हुँदैन। आमा कस्तो सातो गो, अनि किन यति ढिला गरेको? आउँदा आउँदै ढिलो भयो। ल यसरी झलल बलेर चाहिँ कता? सधैँभरि यस्तै हो बाबु। जुन सधैँ यसरी नै बलिराख्नु ल, म हेरिराख्छु नि। अहिलेलाई चाहिँ जाउँ ल, ढिलो भइसक्यो। जुन फेरि के भयो? आज मेरो जुनको मुहानमा एउटा कुरा छुटेछ नि। के कुरा? कसैको नजर नलागोस्। लाग्दैन बाबु, लाग्दैन। भरे कसैको नजर लाग्यो भने? खुब जानेको छ है हिरोजीले। अब तिम्रो हिरो भने पनि, तिम्रो बुढो भने पनि मै त हो त, होइन र? बुढो? यो जुनीमा त सम्भव छैन बाबु। तिम्रो माया पाउन कति जुनी लिनु पर्ने हो र? धेरै। धेरै भनेको कति? यति? अरे भाँडामा तारा हेर न, यो कस्तो छ? राम्रो छ। लाउला? मलाई भन्दा पनि बुवालाई लगिदिएको भए हुन्थ्यो। ए हो त नि, म 2टा लिन्छु है। दिदी यो प्याक गरिदिनुहोस् न है।
हुन्छ नि त्यसो भए यो दिन है हामीले आज त कति धेरै किनमेल गरेको नि यो पनि किनौँ त्यो पनि किनौँ भन्छ अरे यहाँ पो आइपुगिसकिएछ त अब म जान्छु है जाने र नजाने यहीँ बसिराख न ए ओइ तारा भोलि घरको काम सघाउन आऊ ल अब मेरो काम त्यही त बाँकी छ त त्यस्तो भन्न खोजेको होइन बाबा भोलि आमा र बुबा दुवैजना कोल काट्न जाँदै हुनुहुन्छ अरे त्यही भएर पो भनेको त ल यस्तो कुरा अघि भन्नु पर्दैन र ल धेरै बदमास हुने होइन भोलि खुरुक्क आउने ओके डार्लिङ आमा इङ्ग्लिस जुन फेरि के भयो अनि के एउटा कुरा छ नि के कुरा के मलाई माया गर न एकचोटि ल यो मान्छे बिग्रेको कुरेको गर्छौ ढिलो भइसक्यो तिमीलाई त नि म ओके बाई बाई भोलि आउँछु ल ल ल यसपालिको जाडो पनि कस्तो खप्नै गाह्रो बुढेसकाल लागेछ कि क्या हो बुढी शरीरले पनि न्यु मात्रै खोज्छ जाडो भनेर कहाँ बरु लिनु जाडो भोलि त गोल काट्न जानु पर्ने होइन हिजो अस्ति भर्खर गोल काटेर ल्याएको जस्तो लाग्छ आरनमा त एउटै कोइला छैन त हो त नि अब यति नै ल्याउनु पर्छ भन्ने छैन जति सकिन्छ ल्याउँला नि ओ छोरी पनि आइपुग्यो अब थाकेर भोकाएर आएकी भने खानेकुरा देऊ न ल म तताउँछु बाबु खाना खाना आऊ तारा ए तारा जाडो पनि यस्तो भएको छ नि
खाना पसिनु भएको के को तरकारी आमा यो साग छ हजुर ला हातै पुग्दैन हुन्छ आफ्नो हात आफै जोको भन्छ अनि राम्रैसँग बजार भरिस् त राम्रै भयो पुरानो सोल्डिनु रहेको थिएँ बुहारी चाहियो भने होइन नजिस्के फेरि अनि खोइ त बाउ देखिन् न त बाउ सुतिसक्यो बाउ त अनि बिहान फुरुक उफ्रिँदै थियो त के भयो फेरि बाउको कुरै नगर न कसैले बोल्नु दिने होइन सुत्या हो सुतिसक्यो क्या फेरि के भयो मलाई माया गर न एकचोटि ल यो मान्छे बिग्रेको मान्छे त म होइन यो गाउँभरि जुन ताराकै मात्र कुरो भइरहेको छ त के भएको यस्तो खै के हो के भोलि गाउँमा समाज बस्ने भएको छ अरे के हुन्छ होला है गाउँ निकाला गर्ने कुरा छ अरे
अब के गर्छौँ नि के होस् है जाउँ हौ काम गर्नु। आज यो समाजमा भेला हुने सबैजनालाई थाहै छ कामीको छोरी र तामाङको छोराको चर्तिकला के तपाईहरु स्वीकार्नुहुन्छ? म स्वीकार्दिन। बाचेन्जेल के देख्न पाइन्छ भने चाहिँ देखियो अब ना समाजको डर ना छरछिमेकीको डर छिछि दुई पशुहरू हो बाबै हो मैले माथि चौतारामा अङ्गला मारेर बसेको देखेको छ। होइन तिमीहरू के गरेको केटाकेटी जस्तो हेर न आमा यहाँ कस्तो बनाइदिएको छ। केटाकेटीहरू बुढाबुढी जस्तो गर्छ। ए बाबा आइपुग्नु बस्नु न। के गर्दै हुनुहुन्छ? यी तरकारी खेलाउँदैछु भरेलाई। जुन तयारी भएर खै अघिदेखि भित्र खतराक र खुत्रुक गर्दैछु के गर्छ कुनी? एकछिन म यहाँ रिबन बान्दैछु सकिहाले। जुनलाई पनि बाबु बिना एक पाला पनि अघि सार्दिन। हो नि आमा, तारा बिना त जिउन अधुरो हुन्छ। उसको वरिपरि भइराख्नुपर्छ। भरे घर आउँदाको भरिया हो के आमा? तारा बाबु बिना त तिम्रो एक पाइला पनि अघि सर्दैन है। ल हामी गयौँ ल ल यिनीहरू कति मजाले मिल्छन् है। यो कुरा कुनै पनि हालतमा मिल्दैन। गाउँको इज्जत गयो। कुन गाउँको इज्जतको कुरा गरेको? जहाँ चाहिँ भेदभाव गरिन्छ, जहाँ चाहिँ जातभातको कुरा हुन्छ त्यो गाउँ। मानवताको त कुनै कदरै छैन। पशु जस्तो व्यवहार गरिन्छ त्यो गाउँ कि कुन गाउँको कुरा गरेको? यहाँ जुनको घर परिवारलाई केही आपत्ति भएको छैन, मेरो घर परिवारलाई केही आपत्ति भएको छैन, अरूलाई चाहिँ किन टाउको दुखाइ? मैले मेरो मान सम्मान इज्जत सब माटोमा मिलाइस्। अझै केही भएको छैन भन्छस्? दाजु तिमीलाई पनि मैले भनेको थिएँ छोरीलाई तहलाउनु भनेर। जे गर्छ आज यही समाजले गर्छ। बाँकी कुरा तेरो र मेरो नि घरमा हो। यसरी दिन दहाडे लठारे दिने छोरी मान्छे त बेस्या पो भनिन्छ है। ए सरी के भनिस्? छोरी मान्छे हो, अलिक इज्जत गरेर छोड दे मलाई। र सबैजना सुन, आजदेखि जुन तामाङ नि, तामाङको बुहारी, तामाङको श्रीमती, कसैले केही भन्नु छ? कसैले केही भन्नु छ? कुन जातको कुरा गरेको? ऊ छोरी मान्छे जात, म छोरा मान्छे जात। कसैले केही बुझ्नु छ अझै? होइन समाज मिलाउने कि भत्काउने हो? तिमी नै मिलाऊ, तिमी नै जान्ने। यो समाजको त केही कामै छैन। जाऊ साथी हो, जाऊ साथी हो।
बाहिर 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 मेरो आँगन नटेक। यो विश्वकर्माको छोरीलाई म बुहारी स्वीकार्न सक्दिनँ र त विश्वकर्माको ज्वाइँलाई म यो घरभित्र छिर्न दिन्न। बुझिस्? एउटा कुरा याद राख, आजबाट त मेरो लागि मरिस् र तेरो लागि म सकिएँ। के हेरेर बस्छ सिधै भित्र। यो कुलङ्गारले गाउँमा नाक देखाउन लाग्यो भने यस्तो हुनुभन्दा त उहिले गर्भमै तुलिएको भए हुन्थ्यो सालले। नबोल त, तँलाई पहिल्यै भनेको होइन तेरो छोराले राम्रो काम गर्दैछ भने। देखाइदियो होइन आज, देखिस् नि। आमा भाइ खाएर राम्रो संस्कार सिकाइस् तैँले। छोरा तिम्रो पनि हो नि, मेरो मात्रै हो र? एउटा विश्वकर्माको कोखमा जन्म लिनु मेरो छोरीको गल्ती होइन। आखिर सबैलाई कामी नै चाहिँदैन त। खुकुरी बनाउन सेन्चुरी, हँसिया बनाउन सेन्चुरी, कोदालो बनाउन सेन्चुरी, फुलको ठुङ्गा जस्ती छोरी के दुनियाँको खेलौना हो? हो धेरै गुणगान गाउनु पर्दैन। आफ्नै छोरी त्यस्तै भएपछि अरूलाई के दोष? छोरी भनेको त घरको गहना हो भन्थे, घर सिँगार छे भन्थे। यसले त घरै उजाड्दिए होइन। कस्ती छोरी हो? यस्ती छोरी त हुनुभन्दा नभएको भए अन्त हुन्थ्यो। त्यो दुनियाँको कुरा सुनेर आएर घरमा आफन्त नबोलाइ। त धेरै जान्दिनौ है। फेरि त्यही चण्डालीसँग तँलाई पनि घरबाट निकालिदिनु पर्ला। लु निकाल, आमा छोराले निकाल, तिमी एक्लै मरिराख्नु यहाँ। जा जा जा, एउटी छोरी थिई मरी भनेर भनिदिन्छु, तँ सँगै आमा पनि मरी भनिदिन्छु। ठिक छ, हामी मर्छौँ, तिमी चाहिँ मासु भात पकाएर दिन्छ। कति कुरा जान्दी रहेछ। दुनियाँको कुरा सुनेर घरबाट नै तिमी घरमा बुढी छोरी निकाल्ने। के मैले कसैलाई माया गरेर गल्ती गरेर भनेन तारा? गल्ती गरेर एउटा आजाद परिवारको घरमा जन्म लिएर मैले गल्ती गरेर अनि किन मलाई यी सब कुराहरूको दोष दिइरहन्छन्? म यो सब कुराहरू सहेर बस्न सक्दिनँ। सरी है तारा, यिनीहरूको जन्म भयो भने म तिम्रै जातको परिवारसँग मिल्ने जातको छोरी भएर जन्मिन्छ नि है। ताराले जुनको साथ कहिले छोडेको छ? ताराले जुनको साथ कहिले छोडेको छ र? आकाशमा जतिसुकै बादल लागोस्, तर तारा त जुनसँगै हुन्छ नि। म तिम्रो साथ कहिले छोड्ने छुइनँ, म त तिमीसँगै हुन्छु नि। कति धेरै माया गर्छौ है मलाई। तिमीसँगै बाँच्ने बाचा त पुरा गर्न सकिनँ,
तर सँगै मर्ने बाचा त पुरा गर्छु नि। यो हाम्रो जुन ताराको प्रेम कथा संसारकै एक नमुना हुनेछ। घरमा केही काम सघाउनु पनि छैन यसलाई त। कि एउटा बुहारी लिएर आइज कि घरको काम सबै सघा। ल्याउँदैन बुहारी, भरे घर मात्र आइज न। घर नआएर कहाँ जानु? तेरो आज मैले ढाड भाँच्छु। भाँच्यो ढाड। यसले त मस्त खायो। प्रेम त भौतिक शरीरमा कहाँ हुन्छ र? प्रेम त मन मस्तिष्क हृदय भावनामा हुन्छ, जहाँ संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन। भौतिक शरीर त एक दिन मरेर जान्छ, तर माया प्रेम सधैँभरि अमर रहन्छ। जुन ताराको प्रेम कहानी सकिएको होइन। रूप फरक होला, रङ फरक होला, जात फरक होला, धर्म फरक होला, तर कहीँ न कतै जुन ताराले फेरि अर्को जन्म लिनेछ।